तपाईको रियल लाइफ, रियल जीवन, साँचो जीवन, रियल लाइफ भनेको चाहिँ जब त्यसपछि सुरु हुन्छ हाम्रो रियल लाइफ। हामीले सोच्नुपर्ने हुन्छ अब हामीहरूले यो कुरा बुझेको हुँदैनौँ कि जब हामी 20 अन्डर 20 मा हुन्छौँ। अब हाम्रो नेपालको अवस्था त्यस्तै छ हाम्रो देशको। अनि जब हामी विदेश हिँड्छौँ त्यसपछि सुरु हुन्छ कि हाम्रो स्ट्रगल। सकियोपछि सक्यो, त्यो फेरि फर्केर आउँदैन। जति धेरै समय बित्दै जाँदैछ त्यति नै हामी मृत्युको नजिक पुग्दैछौँ, त्यति नै हाम्रो लाइफ सकिँदै। आजको भिडियो चाहिँ विशेष गरी हाम्रो भाइ बहिनीहरूको लागि हुनेवाला छ जो चाहिँ 20 वा अन्डर 20 को उमेरमा चाहिँ हुनुहुन्छ। 14, 15, 16 वर्ष पुगिसकेपछि हामीहरू लगभग सुनेको कुराहरू, देखेको कुराहरू सबै मजाले बुझ्ने भइसकेको हुन्छ। त्यो उमेर 20 वा अन्डर 20, 20 वा 20 वर्षभन्दा कम, 17-18 वर्षको उमेर, यो उमेर नै हाम्रो एउटा मोस्ट इम्पोर्टेन्ट महत्त्वपूर्ण समय पनि हुन्छ। त्यसैले अहिले अब यो भिडियो हेर्दै गर्दाखेरि जो पनि जतिजना पनि हुनुहुन्छ 25, 30, 35, 40 जुन उमेरमा भए पनि हामीहरूले यस्तो कुराहरू चाहिँ बुझेर सुनेर हामीहरू त्यसलाई चाहिँ आफ्नो जीवनमा एप्लाई गरेर हामीहरू अगाडि बढ्न चाहिँ सक्छौँ। यो भिडियो चाहिँ थोरै लामो हुनसक्छ, लामो हुनेवाला छ किनभने इम्पोर्टेन्ट छ, महत्त्वपूर्ण छ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। विशेष गरी भाइ बहिनीहरूले चाहिँ यो भिडियोलाई एकदमै ध्यान दिएर हेर्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, बुझ्नुहोस् किनभने इम्पोर्टेन्ट छ, महत्त्वपूर्ण छ। समय टाइम छ नि, गयो भने सक्यो। 1 सेकेन्ड पनि गयो भने सक्यो, त्यो फेरि फिर्ता आउँदैन। 1 सेकेन्ड, 1 मिनट सबै सकिँदैछ। सकियोपछि सक्यो, त्यो फेरि फर्केर आउँदैन। जति धेरै समय बित्दै जाँदैछ त्यति नै हामी मृत्युको नजिक पुग्दैछौँ, त्यति नै हाम्रो लाइफ सकिँदैछ। त्यसैले हामीसँग लिमिटेड टाइम मात्रै छ, हामीसँग थोरै मात्रै समय छ। त्यसैले यो समयको चाहिँ महत्त्व बुझ्नुपर्छ हामीले। यो समयलाई चाहिँ हामीले मिनिङफुल, एउटा अर्थपूर्ण ठाउँमा चाहिँ प्रयोग गर्नुपर्छ। जो चाहिँ 30, 35 या 40, 40-45 वर्षको पुग्नुभयो, अब तपाईँहरूले रियलाइज गर्न सक्नुहुन्छ, तपाईँहरूले महसुस गर्न सक्नुहुन्छ समय कति महत्त्वपूर्ण छ भनेर। यसो कहिलेकाहीँ सोच्नुहोस् होइन, म पनि अहिले कहिलेकाहीँ यसो सोच्छु होइन, अरे भन्ने जस्तो, अरे कसरी के गरेर बित्यो यति छिटो समय, कसरी गयो, कसरी बित्यो यति छिटो भन्ने जस्तो लाग्छ क्या। हिजो अस्ति जस्तो लाग्छ कि म 15 वर्ष पुगेँ, म 18-17 वर्ष पुगेँ भनेको हिजो अस्ति जस्तो लाग्छ। आज 30, 35, 40 हाउ फास्ट, कति छिटो, कति चाँडो बित्यो समय, थाहै नभए। हामी 30, 35, 40, 45 पुग्यौँ। अब भोलि अब हामी 50 पुग्नु, 60 पुग्नु पनि केही समय लाग्दैन, कति पनि टाइम छैन, कति पनि समय लाग्दैन। तपाईँले आज आफ्नो यो इम्पोर्टेन्ट महत्त्वपूर्ण समयलाई चाहिँ कहाँनिर, केमा